अनलाइन टिभी देशको मुहार। दर्शकवृन्द नमस्कार, मेरो अनलाइन टिभीमा तपाईलाई स्वागत छ। म विश्वलिम्बु एउटा समसामयिक विषयमा एउटा भिडियो रिपोर्ट तयार गरेका छौं, साथै यसमा केही हाम्रो विचार पनि हामीले पस्केका छौं। भिटेन नामले चिनिने चर्चित र्यापर समीर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पछिल्लो चर्चित गीत हामी यस्तै त हो नि ब्रो गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर भिटेनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। बिहिबार बिहानै जौलाखेलबाट भिटेनलाई पक्राउ गरिएको हो। उनलाई कहाँ राखिएको छ र कस्तो अवस्थामा राखिएको छ अहिलेसम्म खुलिसकेको छैन। भिटेनलाई सामान्य सोधपुछ र माफी मगाएपछि प्रहरीले रिहा गर्न सक्ने देखिन्छ। यसअघि गायक तथा मोडल दुर्गेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई पनि प्रहरीले माफी माग्न लगाएको थियो। दुर्गेशले गीत युट्युबबाट हटाएका थिए भने गीतको शब्द परिवर्तन गरेर ल्याउने प्रतिबद्धता जनाएका थिए। सांस्कृतिक गीतमा केही आपत्तिजनक शब्द प्रयोग गरेकोमा दुर्गेशलाई सामान्य सोधपुछ तथा नियन्त्रणमा लिनु ठिकै भए पनि र्याप गीतमा प्रयोग भएका शब्दहरूकै आधारमा भिटेनलाई पक्राउ गर्न जरुरी थियो त भन्ने प्रश्न निकै पेचिलो बनेको छ आजको दिनमा। किनकि र्यापमा सामान्यतया विद्यमान विकृति विसङ्गति र कुरीतिहरूलाई हल्का छाडा शब्दहरू प्रयोग गरेरै घोजपेज गर्ने सामान्य अन्तर्राष्ट्रिय प्रचलन नै छ। त्यो नेपालमा मात्रै होइन, अन्य मुलुकहरूमा पनि लागू भएको देखिन्छ। उसो त भिटेनलाई पक्राउ गर्नुको अर्को कारण उनको फेसबुकमा पोस्ट भएको फोटो पनि भनिएको छ। उनको फेसबुक पट्याउँदा त्यस्तो आपत्तिजनक फोटो भने देखिएन। भिटेनलाई पक्राउ गरिसकेपछि यस्तै विधाको र्याप म्युजिक गर्ने अन्य कलाकारलाई पनि पक्रिनुपर्ने देखिन्छ। किनकि लौरे, साकार लगायत अरू धेरै र्यापमा सम्बद्ध कलाकारहरूले भिटेनकै जस्तो शब्द अझ कतिपय अवस्थामा त्योभन्दा आपत्तिजनक शब्द प्रयोग गर्ने गरेको पाइन्छ उनीहरूको र्यापमा। यसर्थ अब कतिजना कलाकारलाई पक्राउ गर्ने, कति कलाकारको गीतहरू युट्युबबाट हटाउन लगाउने, के यो सम्भव छ? आजको दिनको यक्ष प्रश्न यही नै हो। गीत सङ्गीतमा उत्तौलोपना, छाडापना ठिक हुँदै होइन, तर गीत सङ्गीत अभिव्यक्ति स्वतन्त्रताको एउटा गतिलो माध्यम पनि हो। यसर्थ अब सबैले, खास गरी गीत सङ्गीतका सरोकारवालाहरूले यो विषयमा शालीन बहस गर्न जरुरी छ। त्यो केटीसँग घुम्न तर तैले जस्तो माया कहाँ गर्थ्यो र त्यसको सोच रहेछ मेरो भावनासँग खेल्ने त्यस्तै हुन पुग्यो। त्यो केटी मलाई पचेन, झुटो टुना मुना र माया प्रेममा फसेँ म। आज टाउकोमा हात राख्दै थचक्क बसेर तँलाई सम्झिँदा मेरो आँसु त पक्क खस्या छ। त्यो केटी रहेछ माल, मलाई दिन छोडे बाल। थाहा पाएँ मैले त्यो केटीको चरित्र चाल। म खत्तम थिएँ, म थिएँ निकै मूर्ख। तँलाई सम्झिँदा आज मेरो मन निकै दुख्छ। के पाएर मैले तेरो शरीरसँग खेलेर सम्झिँदै मर्न मन लाग्छ घाँटीमा डोरी बेरेर। कति शब्द छन् यसमा? शब्द त कति छ मैले गनेको छैन, तर भावना चाहिँ एउटै छ। यति धेरै शब्द याद चाहिँ कसरी हुन्छ? यो याद अब यतिकै प्र्याक्टिस भन्नाले नि प्र्याक्टिस पनि चाहिन्छ, तर अब यसमा लाइक त्यसमा डुबिसकेपछि शब्द केही मतलबै हुँदैन। मैले भन्नु खोजेको कुरा चाहिँ के छ भन्ने टाइपको सोच हुन्छ, त्यही भएर याद हुन्छ होला। चुरोटको मेसेज चाहिँ के हो? चुरोटको केही मेसेजै छैन, रमाइलो, जस्ट रमाइलो, इन्जोय। आजभोलिको टिनेजर्सले यस्तो रमाइलो गर्छ, बुढाबुढी पुलिस सबैले यस्तो खालको गतिविधि गर्छन् भन्ने छ। खाएर हुन्छ यहाँ बाटोमा जानु भयो नि तपाईँले पुलिसले हानेर दियो, तर यस्तो धुलो उडेर ठाउँमा अब त्यो चुरोट खाएर त्यो मान्छेलाई इफेक्ट पर्ने त होइन, त्यही पनि हुन्छ बाटोतिर यस्तो खाने कामहरू पुलिसले खाइरह हुन्छ। के कुरा गर्ने, त्यो सबैलाई तपाईँ हुन्छ नि त्यो हेरेर अनि त्यो भोगेको कुराहरूलाई चाहिँ तपाईँको आफ्नो क्रिएसनमा उतार्नुहुन्छ। मेरो ऱ्याप, मैले गरेको ऱ्याप भनेको कस्तो ऱ्याप हो भनेर अब भन्न चाहिँ म सक्दिनँ क्वालिटी होइन, तर मेरो ऱ्याप चाहिँ के हो भन्दाखेरि मेरो आँखाले जे देख्छ त्यही हो क्या। म यो क्यामेराको बारेमा नै ऱ्याप भन्न सक्छु क्या, तर यो क्यामेरालाई अब मैले क्यामेराको के स्टोरी, मैले क्यामेरा किनेर अब यति पैसा पऱ्यो त्यो तर क्यामेरामा 2 दिन चलाएपछि बिग्रियो भन्ने टाइपको स्टोरी होइन। अब कस्तो नरमाइलो लाग्यो, यति पैसा गयो भन्ने टाइप जे पनि हुनसक्छ ऱ्याप, तर आँखाले देखेको त्यहाँ आँखाले देख्यो भन्दैमा अब जेको पनि बनाउने होइन कि लाइक चाहिने चाहिँ चिज चाहिँ के छ त्यो चाहिँ ऱ्याप हो। मान्छेलाई छुने। हजुर, लेख्नु चाहिँ कतिखेर लेख्नुहुन्छ यहाँले? लेख्न चाहिँ म अब एक्लै भए बेला लेख्छु। यसरी साथीभाइ भएको बेलामा चाहिँ त्यस्तो भएको बेलामा चाहिँ म लेख्नै अब त्यति यसरी लेखिर हुँदिनँ, किनकि अब गफ भइरहेको हुन्छ, ध्यान पनि त भङ्ग हुन्छ नि होइन। हजुर, रातिको समय बढी लेख्नुहुन्छ तपाईँ? जस एक्लै हुनुपर्छ, राति दिउँसो मतलबै छैन, जतिखेर पनि फुर्नु पर्यो, नफुरे पनि यत्तिकै लेखिरहेको पनि हुन्छु कहिलेकाहीँ फोनमा यताउता कपीतिर। भिटेनलाई आजको नेपालको नम्बर 1 र्यापर भन्न मिल्छ? अलि नम्बर 1 भन्न चाहिँ अब नम्बर 1 भन्न त केही बिग्रिँदैन होइन। तपाईँले यत्तिकै नम्बर 1 भनेर मुखैबाट भनि नै सक्नुभयो होइन, मिल्छ भनेर पछि आएको कुरा नम्बर 1 होइन, ठिकै छ। तर म चाहिँ नम्बर 1 अहिले म हुन चाहदिनँ। मलाई अझै 10 वर्ष लागोस् नम्बर 1 हुन, म अझै 10 वर्ष गर्न मन छ मलाई स्ट्रगल। अहिलेको नम्बर 1 र्यापर चाहिँ को हो नेपालमा?
मेरो लागि त अब सबैजना हो जस्तो लाग्छ, राम्रो राम्रो मेरो नजरमा त। म त कसैलाई पनि जो सुने मलाई त जसको पारा देखेँ होइन त्यही मनपर्छ। एकछिनपछि अर्को देख्यो भने उही पो दामी लाग्छ, अब कसलाई चाहिँ नम्बर 1 भन्ने जे होस् सबैजना मेरो लागि नम्बर 1 नै हो। इन्सपायर चाहिँ तपाईँ कोबाट हुनुभएको छ? इन्सपायर त म इन्सपायर त अब मेरै लाइफदेखिबाट होइन, अनि म आफैबाट पनि, अनि मेरो अब स्ट्रगलदेखि लिएर, अनि म ऱ्यापरको कुरा गर्दाखेरि चाहिँ म अब त्यो एमएनएमहरू यताउता। नेपाली ऱ्यापर चाहिँ कसको बढी इन्फ्लुएन्स मन पर्थ्यो छ तपाईँकोमा? मसँग त प्राय कसैको छैन जस्तो लाग्छ इन्फ्लुएन्स चाहिँ कसको बढी सुन्नु चाहिँ सुन्ने त म एमसी फ्लोको सुन्थेँ पहिला प्राय जसो, आजकल पनि सुनिरहेको हुन्छु। जुन गीतले छुन्छ त्यही गीत सुन्ने त हो होइन। ओके, यमु बुद्धको बारेमा केही सम्झिनुहुन्छ, के भन्नुहुन्छ? सम्झिन्छु म, उहाँको लिगेसी मलाई एकदमै डेन्जर लाग्छ, एकदमै त्यो चिज भनेको चाहिँ एकदमै खतरा चिज बनाएर जानुभएको छ होइन। त्यसलाई चाहिँ हामीले नै हो बचाउनु पर्ने होइन। हामीले बचायो भने चाहिँ त्यो सधैँभरि अमर रहन सक्छ जस्तो लाग्छ उहाँको लिगेसी चाहिँ, म यही भन्छु। त्यो लिगेसीलाई तपाईँले चाहिँ अब त्यसको जिम्मेवारी चाहिँ मेरो काँधमा आएको छ, नयाँ पुस्ताको हातमा आएको छ भन्ने तपाईँको बुझाइ? एकदम हो, एकदमै। मेरो मात्र होइन कि हामी सबैजनाको हातमा छ होइन, हातमा सबैजना काँधमा छ होइन। सबैजनाले यसलाई अब हुन्छ नि यो चाहिँ हामीले यसलाई बचाउनुपर्छ, हामीले यसलाई संरक्षण गर्नुपर्छ भनेर चाहिँ सबै ऱ्यापरहरूले सोचेर गर्नुपर्छ जस्तो लाग्छ। एकअर्कालाई खुट्टा तान्ने होइन क्या, त्यस्तो पनि धेरै छ क्या, खुट्टा तान्ने के कुरा गर्ने होइन। राजनीति भनेपछि यता पनि हुन्छ, कलाकारितामा धेरै हुन्छ। तपाईँले जे चिजमा नि राजनीति देख्नुहुन्छ, तपाईँले उहाँ तल 2टा ठेला सँगै राखेर बेचिरहेको हुन्छ होइन। उनीहरूलाई त्यति नजिक राखेर बेच्नु जरुरी छैन। यहाँनिर धेरै व्यापार हुन्छ भनेर उही छेउमै के त्यस्तो टाइपको, त्यहाँ पनि राजनीति छ, गेम होइन, गेम त्यहाँ पनि छ। अब 21 वर्ष छिटोले यो राजनीतिलाई कसरी चाहिँ बुझिराखेको छ, अथवा तपाईँले ट्याकल गर्न सकिराख्नु भएको छ? ट्याकल गर्न लास्ट गाह्रो भइरहेछ, तर मैले ट्याकल चाहिँ गर्न खोजिरहेको छु होइन। लाइक राजनीति चाहिँ मलाई त्यो जुन सुशील कोइरालाहरू टाइपको राजनीति मलाई बालै छैन होइन। नेपाल जस्तो ठाउँमा मलाई केही आशै छैन, के गर्ने त, यस्तै छ, हाम्रो पुर्खाहरूबाट यस्तो भयो होइन। के भन्ने त अब सक्दिनँ, यहाँ कसैले पनि सक्दैन। अस्ति त्यहाँ एउटा कुरा याद आयो, म सानो थप्छु कुरा होइन। म बस्ने घरभन्दा माथिपट्टि डाँडामा बेसकन आगो लाग्यो 2 घन्टादेखिबाट। मैले 100मा मैले फेसबुकमा लाइभ गएको थिएँ होइन। 100मा कल गरेर बोलाउँदा नि त्यहाँ हुन्छ नि, लाइक मैले बोलाएर आउने होइन कि, लाइक मैले त्यहाँनिर दिएँ नि त, अब यहाँ खबर दिएँ नि, तर केही हुनै सकेन। 1 ट्रक आर्मी गयो होइन, आगो त निभ्यो, तर ठुलो केही भएन। यदि हुन पनि सक्थ्यो क्या होइन, धेरै ठुलो आगो बलेको थियो। त्यस्तो डढिलो लागिरहेछ, त्यस्तो केही छैन क्या, सिस्टमै केही छैन क्या नेपालमा। त्यो राजनीतिक कुरा गर्नु पर्दाखेरि भनेपछि 100ले तपाईँलाई केही रेस्पोन्स गरेन? केही गरेन। ठिकै छ त्यो कुरा होइन। अब राजनीतिक कुरा त्यही ठेलासेलाको कुरा नै गऱ्यो। अब ऱ्यापमा चाहिँ कुरा गर्नु पर्दाखेरि होइन, लाइक अब म बाटो सबको फरक छ होइन, सबको बाटो फरक छ होइन। मैले चढ्ने भर्याङ फरक छ होइन, तिमीले चढ्ने भर्याङ फरक छ होइन। तिमी मेरो भर्याङको तल चढ्ने होइन, तिमी मेरो भर्याङको तल चढेर मेरो खुट्टा तान्छौ भने तिमी मभन्दा तलै हो क्या। अर्को भर्याङ लगाएर मभन्दा छिटो जाने कोसिस गर, मेरो भर्याङको तल चढ्ने होइन खुट्टा तान्नलाई, त्यही भन्छु। अर्को भर्याङ लगाएर मभन्दा छिटो जाने चाहिँ कोसिस गर्नुपर्छ, एकदमै रेस हो यो। हुन्छ नि, लाइक यदि त्यो चाहन्छौ भने, रेस गर्न चाहन्छौ भने तिम्रो आफ्नो बाटो छुट्टै बनाएर गर्नु। अरूले चढेको भर्याङको तल चढेर खुट्टा तान्ने काम नगर्नु। तल भने जहिले तलै हो, माथि कहिले हुँदैन त्यस्तो मान्छे। भनेपछि रेस गर्दाखेरि चाहिँ त्यो फास्ट रेस गरेर तपाईँलाई बरु जित्नु पर्यो, तपाईँलाई पक्रिनु चाहिँ भएन? यदि ऊ त्यो लेभल चाहन्छ, सोचेको जस्तो हुँदैन केही, रुजेको थिएँ आँसुमा डुबेकोले, बुझेँ मैले यो जिन्दगी, काट्न थियो ऋण पनि काम गर्यो दिनभरि, तर म एक्लो छु यहाँ साथ कसले दिन्छ नि। दिनहरू जबरजस्ती काट्दै थिएँ मैले, फेरि निन्द्रै नलाग्ने, रात कट्ने कहिले, भुइँ पुसिरहेको छु त्यही माथि लात खाए जहिले, कमाइ राम्रो छ भनी घरमा ढाँट्दै थिएँ मैले, तर कसरी लुकाउँ यो सबै कुराहरू, बरु आधा काँचो सपनालाई अझै पुरा गरौँ भन्ने सोचले पसे म साउदीमा। गाह्रो भएको थियो मलाई त्यहाँ राम्रो ठाउँ लिन, सहन्थे पानी असिनो, चर्को घाममा पसिनो, मन थियो राम्रो लाउन खान मिठो मसिनो, परिवारलाई के थाहा बाहिर कति गाह्रो छ, बरु ठिक हुन्थे लाउरेतिरै भर्ती भएको भ, पुरानो सबै साथी गाडी चढिरहेको छ, काठमाडौँमा घर हातमा सुनको घडी लाएको छ, पछि परिरहेको त यता मै मात्र होला, अनि आज बन्ने काम भोलि सरिरहेको छ, जति गरे पनि सकिन उँभो लाग्न, छैन अहिले ताकत यो मेरो बुढो हातमा, छोरीलाई क्याम्पस पढाउनलाई खर्च दिनै पर्यो, छोराको बिहे गरिदिउँ भने वर्ष दिनै गयो।